फाइनल्ली गाइज आज हामी जाँदैछौँ भैरवकुण्ड र हरियोबत्ती बलेसँग हामी लाग्यौँ एकदम स्पिडमा भक्तपुरको बाटोमा, किनभने बाटो थियो एकदम खाली र हामीले फुल टु कुदाउन पायौँ। हेर हाम्रो ओभरटेक गरेर गएको, त्यहाँदेखि केही छैन, हामी तल टप्नेवाला छौँ भाइ। र हामी बाटोमा यति राम्रो राम्रो दृश्य हेर्दै रोक्दै खाजा खाँदै चिया पिउँदै रमाउँदै होइन बाइकको फोटो भिडियो खिच्दै लाग्यौँ हामी। फाइनल्ली यो कुन ठाउँ हो ठ्याक्क मलाई पनि थाहा भएन, यो चाहिँ हाइवेकै ठाउँ हो होइन। जस जुन ठाउँमा थियो एकदम राम्रो थियो, बबाल थियो। हामी दोलखामा गएर खाजा सेट यस्तो मिठो खास सेट खायौँ नि। अनि हाइड्रो पावर एकदम दामी थियो हाम्रो। त्यो देखाइ माथि डाँडोमा पुग्छ है गाइज, त्यो डाँडो चाहिँ हामी चाहिँ बस्ने ठाउँ मात्रै त्यहाँ हो। र हामी बाटोमा जाँदा यस्तो राम्रो राम्रो भ्यू खिच्दै गयौँ नि। यसरी जुम भएर यहाँबाट खिचिरहेको छ। ओ है त्यहाँ त को मान्छे सुतिरहेको छ नि, देखिन्छ त बे। कुन मोबाइल हो यस्तो खतरा? वाह वाह वाह, मेरोबाट जुम गऱ्यो भने ल यति बाइक पुग्दैन त ल, उसकोबाट यहाँ त ल त्यो होटेलमा ल एकछिन है ल ल फेरि पत्यार नलाग्ला होइन, यही नै होटल हो है, यहीँबाट खिचिरहेको छौँ हामीले। जब हामी छगाम पुग्यौँ यो गाउँ त वाउ यस्तो दामी गाउँ मैले कहिले देखाएको होइन। यो चाहिँ फाइनली हामी बगान पुगिसकेका थियौँ र होटल पनि थियो र यो साथी मसँग हल्का न्यू पनि खोजिरहेको थियो, त्यसलाई कोटौँ मन पनि लाग्थ्यो। अब होटेल गएर के कस्तो खाजा छ त बुझ्नु पऱ्यो डेफिनेटली होइन। त्यही भएर हामी छिर्यौँ होटेलभित्र र यस्तो मिठो बास्ना आइरहेको थियो नि होटेल छिरेपछि। ओ यामजी भोकले मर्नु भएर हो कि होइन। यसपछि हामी सिधै लाग्यौँ चौचौ खानालाई। चौचौ पनि यस्तो बबाल मिठो थियो नि। यो गाउँ हेर्नु त बगानमा नि यस्तो बबाल छ नि। रुम देखाइसक्नु भयो र फाइनली हामी रुममा इन्टर गर्छौँ। र रुम कस्तो छ भन्दै ओए गाइस के अन्धकार छ त बे? यसमा हामी कतिजना सुत्ने हो यार? यहाँ नि एकजना सुत्न मिल्छ? अब कसलाई सुत्न बोलाउनु भाइ? हामी 4 जना यहाँ अटिहाल्छ, यहाँ त 10 जना है सुत्न पुग्छ भाइ। ल ठिक छ हामी सुत्छ ल। ओके ल तल यहीँ सुत्छ। फाइनल्ली हामी चाहिँ यहाँ खाना खाँदैछौँ होइन। 2टा मासु भात एउटा हो, तातो पानी मुला यहाँ झरेको छ आधी खाएर के हुँदैछ। फाइनली गाइज त्यो त फेसियल गरे जस्तो देखिन्छ। सनस्क्रिन गरेपछि यस्तो हुँदो रहेछ अनुहार पनि। फाइनल्ली सामान चाहिँ सब छोडेर जाँदैछ होइन होइन, किनकि हामीलाई हिँड्नु छ हो क्या बेटा? हो नि ल कोहीले के पायो बोक्रेसँग चपायो नि। के किनिम पाउँदा दस खोइ यहाँ देखा त खोइ यहाँ प्लिज 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 हेर न जाबुर सनस्क्रिन कस्तो लजाउँछु बिहान लालुङले हेर यस्तो सेतै भएर त पोतिरहेछ। ल कुवाको गरे त लि माठिस मेरोबाट नि कता आउँदैछ हेर। ल 1 टाइममा स्टार्ट। स्टार्ट भएको छ है हाम्रो भाइ 1 टाइममा जाडोमा। फाइनल चिया आयो आयो चिया। अर्को बाटो पनि छ र जानलाई जाने, अरू बाटो पनि छ र। अनि त्यो भर्खर त्यहाँ अरूहरू पुग्दो रहेछ फेरि। केटाहरू हिँड्दैछन्। मिल्यो कुरो घडीमा अब 3:50 भएको छ ल हाम्रो जर्नी सुरु हुनेवाला छ। सुनसान बाटोमा बाइकले नतानेर मान्छे ओह्राल्दै बसिरहेको छौँ। ल गाइस बिस्तार आऊ है। ल यसो बाइकले नि तानेन यार, बाटो छ पुरा यस्तो अन्धकार छ होइन। मेरो बाइक त खडा छ, पुरै अफ रोड छ।
बिस्तारै साथी बिस्तारै 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 ओ बेटा कहाँ हो जो फाइनली बाइकले तान्दैन तब यस्तो हालत हुन्छ गाइस ऊ आउँदैछ एउटा ए भूत छिटो आउँदैन नदेखान त्यो लाइट बाटोको हालत छ यस्तो धान रोप्ने जस्तो अनि कहाँ बाइकले तान्छ त्यहाँ लिटरली बाइक यस्तो बाटोबाट जान्छ त्यो गाइस धुम 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 गाइस ए बेटा हामी यो छेउबाट ल्याउँछ यहाँ छेउबाट खेल भाइरे ठेल गाइस फाइनली बाइक राखेको छौँ हामीले के मेरो ब्याग आउनुपर्छ फाइनली गाइस सर्भिसिङ गर्ने बेला त खोल्छ होला त नि एयर फिल्टरहरु कहाँबाट झिक्छ त नि हामी मिस्त्री परेन आउने त हेलमेट राख्नु यसमा हो क्या मलाई त्यो सिटमा होइन यो लाएर राख्नु मिल्छ आलुहरू स्कुटी गर्न खोजिरहेको बेटा बाइक बनिरहेको छ नि होइन अब यसको चाहिँ बन्ला जस्तो मलाई चाहिँ लागेन भाइ हुन्छ हुन्छ अब त लागिहाल्छ नि म ल फाइनली ल बाबा यो लाग्यो यो लगा यहाँ अझै लाइन अब प्रभु के भइरहेको हो यो अलिएर लालु त्यो सिट चाहिँ हात बोकेर उठेर जाने भयो सन्तोष त पुरा पुरेला नि मान्छेहरु मास्तिर पुइसक्यो होला ए बाइक आइसक्यो सुइसुहरू ए अड्क्यो गाइस फाइनल्ली वी डिड इट फाइनली गाइस हाम्रो ट्रेक सुरु भइसकेको छ हामी हिँड्दैछौँ यो चिसमिसे अहिलेसम्म जुनै लागिरहेछ है घाम कहिले उदाउनु थाहा छैन ठिक छ त्यो यो चाहिँ फाइनली एउटा मन्दिर रहेको छ होइन लाग्नु फोटो राम्रो आउँछ नि एउटा खिच नि मेरो है हाई गाइस वाउ खतरा फोटो आइरहेछ ल डिएसएलआर हो नि त टोलीहरू होइन गाइस ल दुईजना फोटो हान्दैछ नि तिमी डिएसएलआरबाट बेटा त चाहिँ के गर्दैछस् आज तँलाई गुनासो के छ भन केही गुनासो त केही छैन यसले बाइक नलिएर मात्र गुनासो हो यहाँ बाइक त कहाँ ट्रेक आबेला बाइक बाइक यस्तो इजिली जाने ठाउँमा यसले यस्तो गरिदियो कि मेरो बाइक हो म जान्न लान्न भाइ मेरो बाइक हो म लाने किन मेरा बाइक मेरा मर्जी भाइ अनि अनुजले पनि हो नभए नचढ भन्दियो बाइकको क्लच पनि उड्न लागिसक्यो त्यस्तो बाइक ल्याइसक्यो त अझै बाइक लगाऊ अनुजले त अब माथि मेरा बाइक मेरा मर्जी ल अनुजले मलाई के ए लालु अनुजले के भन्दियो भने मेरो बाइक त्यो माचानी हो नि नचढ त नचढ भन्दियो हो नचढ सिधै अब यहाँबाट तिमीहरू लोकल गाडीमा हिँड्छौ भाइ लोकल गाडी पनि चल्दैन यहाँबाट लोकल गाडीमा आउँछ कि हिँड्दै आउँछ माथि भएर जस्तो डोका हाल्न पर्ने भइसक्यो हामीले बाइक तिमीहरूलाई त लाने नै होइन स्योर हो कि लानु डोकामा हाल्नु पर्ने भइसक्यो लालुङ पुरा अस्ट्रेलियाबाट आएको होइन पुरा क्यामेरा किनेर आमालाई देखाउनु अनुजले सन्तोषलाई के भन्यो भन्दाखेरि म लाँदिनँ मेरो मर्जी हो त्यहाँबाट हिँड्ने भए हिँड नभए जा फर्की भनिदियो अनुजले गुड तनाव सन्तोष गुड अनुज हिँड्दैछ हिँड्दै राम्रो भनिस् होइन अनुजले घातक हान्दियो नि दा यहाँबाट माथि पुग्नु कति टाइम लाग्छ कति टाइम लाग्छ अब चोकर मोकर जान ती चोकर मोकर जान नि चोकर मोकर उ त्यो घर देखिया वाला हो आधी घन्टा त्यो होइन त्यो खाजाहरू त पाउँछ नि है त भोग लाएर यहाँ त हामी त ढल्नै लागिसक्यो यो बोरातिर के खानेकुरा ल्याएको छैन नि त है भोग लाएर साँच्चै मर्नु पनि भइसक्यो यो बोकेर तलसम्म हिँडेर ल होइन उहाँहरूको जस्तो स्टामिना र पावर चाहिन्छ कि गाई छ हामी त भोग लाएर यहीँ ढल्ने हो ए गाई चाहिँ यहाँ ढल्यो भने बोकेर लग है सन्तोष भगामसम्म रे भगामसम्म हिँड्नुपर्छ यार
यो हो नि त रियल स्ट्रगल भने तिमीहरू मुल्लाहरू यति हिँड्न पर्यो भने अस्ट्रेलियाबाट आउने क्यामेरा भिड्ने 1 लाखको क्यामेरा यहाँ बाइक आउने ठाउँमा सुविधा भएको ठाउँमा त ल्याउनु पर्दैन। हामी किन ल्याउने मुकेश अम्बानीलाई ऊ आमा फेरि मुकेश अम्बानीको इक्जाम्पल दिइरहेछ बाबु होइन नि तल एउटा एक्जाम्पल पो दिए त लन्ठुले त्यो हिँड्छ त होइन त्यसको पनि अब ठाउँ अनुसारको भेष ऊ त हेलिकप्टरबाट सिधै जान्छ नि पैसा अब हाम्रो बाइक छ र पनि अब हुनेले लाग्दैनन् नलाने हो किन लाने हामी लाने हामी किन लाने हामी हिँड्ने फाइनली गाइस हाम्रो त्यो डाँडा टुप्पाको घरमा पुग्छ ल यहाँ टुप्पा पुग्छ ल आम्मा हो कहिले पुग्ने यार हामी हेत्तेरी फाइनल अब सनराइज पनि हुँदैछ वाउ वाट अ ब्युटी हामी हिँड्छौँ नि हामी थकित यस्तो थकित भइसक्यो कि ग्लुकोज पानी खाइरहेको खोइ देखा ए हो र यार ल यो पानी खानुपर्छ होइन स्टामिना बुस्ट गर्दैछौँ ओके ल अनि यसको यो खाएर बुस्ट द सिक्रेट अफ फायर इनर्जी ल जाउँ। क्या जाडो हुन थाल्यो नि अहिले यहाँ जाडो हुन थाल्यो यार गाइस अहिले चिसो भएर एकदम लास्ट जाडो हुन थाल्यो कि अहिले यताबाट जाऊँ न झर्न मिल्छ हो यहाँबाट उयो यहाँ खतरै छ बाटो गाइस लेट्स फलो अब बस माथिदेखि हिँड्न पाइन्छ सबले त्यही हो हामी जे गरे पनि हामी लड्नु चाहिँ भएन हामी हिँड्नेवाला छौँ र सनराइज पनि हुनेवाला छ खत्रैसँग तलबाट मान्छेहरू पनि हिँडिरहेको छन् यहाँ देख्न सक्नुहुन्छ के देख्न सक्नुहुन्छ केही पनि देख्न सक्नुहुन्छ भाइ यहाँ केही देखिँदैन उताबाट एकजना तामाङ भाइ हिँड्दैछ अगाडि उताबाट एउटा लामा भाइ हिँड्दैछ ओ लामा भाइ ओ अस्ट्रेलिया रिटर्न मान्छेहरूले जोस् होइन अस्ट्रेलियाबाट आएपछि चाहिँ म अस्ट्रेलियाबाट आएको हो भनेर चाहिँ क्यामेरा भिडेर हिँडिरहेको छ क्यामेरा पनि किनेर त्यहाँबाट एउटा ब्रान्डेड क्यामेरा किनेर होइन हिँडेको त्यति चाहिँ गरेको छ है ल हिउँ त्यो ब्ल्याक लाइट भइसक्यो होला माथितिर हुन्छ नि ओ क्यामेराम्यान यता फोटो हाल्न र गाइस फोटो ओइ ल ओइ अब सुताएर हान्दैन यार एउटा फोटो ल ए सा ओइ एकछिन भयो एकछिन भयो जुम आउँदैन ए सा फाइनली गाइस यस्तो दामी सनराइज भइरहेछ होइन आम्मामामा माइनसमा थियो टेम्परेचर अघि नै हामी हिँड्दासम्म अहिले चाहिँ पक्कै अब प्लसमा हुन्छ होला यस्तो दामी घाम लागिरहेछ लेट्स सी वाउ खतरा हाम्रा गाइजहरू कोही उता पुगिसक्यो होइन अब यस्तो खतरा सनराइज हो नि होइन कोही उहाँ सनराइजको फोटो खिच्न उहाँ पुगिसक्यो वाउ लिटरली गाइज इट्स भेरी ब्युटिफुल यस्तो खतरा सनराइज देखिरहेको छ होइन नगरकोट इलामबाट के सनराइज देखिन्छ तर यहाँबाट आमा यस्तो बबाल यी नजिक आफूभन्दा तलबाट घाम अस्ति उदाइरहेको छ कि जादु हेर्ने हो गाइज जादु जादु अच्छा हामी 500 मिटर माथि जानु छ होइन गाइज चढ्नुपर्छ नि चढ्नुपर्छ नि अझै 500 मिटर ल देखौ न गाइज देखौ न यस्तो बाटो हिँड्नु परेको छ होइन यो भैरवकुण्ड जानलाई हामी पुरा श्रद्धाको साथ खाली पेट जय भैरव महाराज कि जय भन्ने लन्ठु जय रे ल हामी जाँदैछौँ है बाटो चाहिँ एकदम खतरा छ ट्रायल यस्तै हो है एकदम दामी छ माथि वनमा आदि बनाएको घाम लागिरहेछ आदि बना लागेको छैन माथि अगाडि हामीलाई कुरेर बसेको क्या बेटा ओइ हो जस्तो हो हामीलाई कुरेर भने सोधौँ है फेरि मार्ला पनि कुट्ला पनि फेरि भाइ फेरि भ्लग बनाउनु चक्कर त यहाँ रगती एक थोपातिर बाँकी नरहला यहाँ फेरि ढुङ्गाले हान्नु मार्ला ओके नि गाइज हजुर कोही त खोल्दै खोल्दैन अरे ब्याग बोकेर एकछिन यार चिर्नु पेट कुनको छानबाट चाहिँ गाइज स्टामिना बढाउने ल गऱ्यो नि त एकछिन ल हो त्यसो गऱ्यो हुन्छ क्या ग्लुकोज इज द पावर अफ सिक्रेट अफ आवर इनर्जी या एउटा हातमा हालेर खान हातमा अब हामी अब रकेट weight पनि पनि त त घट्यो नि कुद्नेवाला छौँ होइन कसैले भेट्नु वेट त दह्रो घट्यो नि अब कसैले भेट्नेवाला छैन रकेट कुद्ने भयो हामी अब म त्यहाँ कताबाट पर्ने वा, तर हिँड्नलाई लास्ट ओरिनलाई लास्टै गाह्रो हुन्छ नि ओरिनलाई लास्टै गाह्रो हुन्छ के हो भाइ यहाँ त पुरा यस्तो यस्तो पो छ ल मेरो मुख सेतै लाग्छ ए म जाँदैन ए झाप्छु सुसुको एक थोपो पानी हाल्यो भने त पुग्छ त्यो ज्याकेट पनि फोर यो पनि फोर गाइस प्लिज इग्नोर इट
गाइस हामी चोकर मोकर केमा मोकर हो आइसकेका छौँ होइन हिमाल पनि खत्रै देखिरहेको छ त भाइ ए त बच्चा हो भाइ तल हिउँ देख्नु न खालि हिउँ खेलिहाल्नुपर्छ बच्चै होस् त अब त हो अब तैँले माथि उफार्छस् हिउँ अरे ओए विदेशी त्यो भिडियो सब्सक्राइब हानेको सक्छ छैन ए भिडियो होइन च्यानल सब्सक्राइब हालेको सक्छ नि यो त आउँछ फेरि मेरो च्यानल हो सफल सिजा पति हुन नसकेको कसको पति रे कतिजना हुन नसकेको त कतिजना पति कतिजना पति यो त के हो भाइ यो त यहाँ त पुरा खनेर धान रोप्ने गरेछ क्या यो त गिची गर्छ कि है गिची कहाँ र फाइनली गाइस तपाईँहरू सोध्नुहुन्छ नि स्वर्ग जाने बाटो कुन हो भनेर ऊ त्यो डाँडा गयो र त्यो डाँडा कटेपछि स्वर्ग पुग्छ मान्छे ओ ऊ त्यो हामीलाई बोलाइरहेको छन् जस्तो नै वन मान्छे भनेर वन मान्छे चाहिँ यही होला ल आम्मा चिसो भएको मलाई यार गाइस यो त माथि आइबस्छ हेर्नु स्विजरल्यान्ड जस्तो भएको छ यहाँ हिउँ पर्यो भने होइन डेफिनेटली यो ठाउँ चाहिँ स्विजरल्यान्ड भन्दा केही कम हुनु स्विजरल्यान्डमा फ्लप हान्ने ठाउँ हो फ्लप त हान्छ बे स्विजरल्यान्ड हो यस्तो खतरा सिन छ बे स्विजरल्यान्ड भन्दा नि अब स्टेपहरू दामी छ पुरै अब स्टेपहरू हामी फुल देखाउनेवाला छौँ मरेको स्वर्ग गाइस फाइनल्ली 2 घन्टा हिँडेपछि चोकर मोकर खास खाने ठाउँ आइपुगेका छौँ होइन अब चाहिँ हाम्रो पेट पूजा हुनेवाला छ हामी कति हिँड्यौँ थियो ओ यस्तो टाढो त हामी कति हिँड्यौँ बे आम्मामा 4000 मिटर माथि आइसक्यो डाँडो धेरै हिँड्यौँ यहाँ दाइहरूको होटल छ होइन पुग्नु छ जो माथि टुप्पामा है लेट्स सी अब हामी हिँड्नेवाला छौँ हामी त गाइस थुप्रै खाज खानेवाला छौँ हामी होइन यति मान्छे स्कुटर धरि आइरहेछ तर हाम्रो बाइक आएन वाट इज दिस गाइस सब बाइकहरू आइरहेछन् पुग्नेवाला छौँ त्यो टाढो सबजना बस्न थकित भएको त्यो बेटा त ठिक छ हामी थकित हुन्छौँ भाइ सब थकित भएको छन् गाइस थकित गाइस डाँडो त खत्रै आएको छ होइन यताबाट पनि खत्रै आएको छ आम्मा म कहाँ आइपुगेको यो हो कि वाह ओ यहाँ ओ माका टुडुला वेयर इज इट गाइस वेयर इज इट भेरी मच फाइनली गाइस अन्डा खान पाछन् अन्डा आएको जस्तो चारवटा होइन फाइनल चौचो पनि आएको छ होइन अब हामी खानेवाला छौँ गाइस मस्त लाग्यो ल मिट्छ नि है गाइस सन्तोष आओस् त टेस्ट गुड आउनु बाइक छ फाइनली गाइस यस्तो डाँडा उक्लिरहेको छौँ हामी स्वर्गको बाटो आइपुगेका छौँ हामी यो बाटो गयो भने सिधै स्वर्ग पुग्छ है एबार यिनीहरू लम्किँदैछन् स्वर्गतिर so much exhausted guys अझै त्यो देखेको डाँडामा पुग्नु छ अरे कहिले पुग्ने भोक लागिसक्यो खान्छन् यत्रो हिँडिसक्यो अझन् छिटो गयो नि 1 घन्टा रे प्रभु हामी छिटो जाँदैनौँ हामी बिस्तार जान्छौँ 2 घन्टा लाउँछौँ हिँडेर आइसक्यो आम्मामामा कति हिँड्यौँ है हामी बे यो ढुङ्गाको ककार यहाँ त लुकीमारी खेल्यो भने देखिँदैन यार तर ठिक छ मान्छेहरू आउँदैछन् होइन हामी पनि जाँदैछौँ दुःख एकदम भइरहेछ खुट्टा नि एकदम दुखिरहेछ अब यो खुट्टामा कसले तेल लगाइदिनु थाहा छैन तेल लाउने मान्छे पनि छैन अब चस्मा फुकाले आँखा चिसो हान्छ मास्क फुकाले मुखा चिसो हान्छ टोपी फुकाले
यहाँ टाउको कान सबै चिसो हान्छ के गर्ने कहाँ जाने हो भाइ यस्तो मसाज गर्नुहुन्न आफैले गर्ने आफ्नो मसाज गाइज यत्तिकै छ है गाह्रो भइरहेछ लिटरल्ली धेरै नै यो उक्लिँदा सब थाकेर यस्तो स्थिति भइसक्यो आउँदैन अझै 1 घन्टा छ अरे के गर्ने ओ मिस्टर शाहरुख खान थाकेको छ कि छैन लास्ट थाके छ शाहरुख खान त थाकिसकेछ मौसमले चाहिँ साथ दिएको छैन होइन पुराको पुरा हुस्सो लागेको छ हामी यति माथि हाइटमा 4000 मिटरको माथि हाइटमा आइसक्यौँ तर पनि केही भ्यू देखाएको छैन किनभने पुरा यस्तो हुस्सो लागेर चिसो भइरहेको छ कि होइन 4200 मिटर पुग्यो होला है यस्तो हुस्सो उडिरहेको छ नि बा स्वर्गै हो गाइस यो जस्तो आनन्दको मौसम कहीँ छैन अरू भैरव कुण्ड फाइनली गाइस हामी भैरव कुण्ड आइपुगेका छौँ होइन यहाँ मौसम यस्तो उता मास्तिर हिउँ परिरहेको जस्तो यस्तो हावाहुरी लागिरहेको छ नि होइन आम्मामामा हाउ टु एक्सप्रेस गाइस भैरव कुण्ड चाहिँ त्यहाँ छ कुण्डमा होइन अब हामी त्यहाँ गएर देखाउनेवाला छौँ हामी छगाम बगाम सगाम अन्त अर्को नाम के चौपुरे हुँदै यहाँ छ होइन एनी रिपिट यु वान्ट टु गिभ टु मच गाह्रो सन्तोष लास्ट गाह्रो अनुज यहाँ आउनु छ भने कहिले पनि डबलमा नआउनु सोलो राइड आउनु ओके ल यहाँ आउँदाखेरि फाइनल्ली भैरवकुण्ड आइपुगेका छौँ तर भैरवकुण्ड सबै आइसले जमेर पोखरी जति एउटै छैन होइन आइसै आइस अब यहाँबाट हिँड्यो भने मलाई चाहिँ चिप्लिन्छ जस्तो लाग्छ होइन ल हेर्नु मान्छेहरू त यस्तो त्यहाँ गएर साइड लगाएर फोटो खिचिरहेछन् होइन ल यसरी फोहोर फाल्न चाहिँ भएन है त्यो चक्लेट खोलहरू के पारा हो भाइ ल हामी त 10 मिनट जति भइसक्यो ल गाइस यो खत्रै आइस यो पोखरी कहाँसम्म छ चाहिँ केही देखिया छैन होइन सबै यो उ छ नि त पोखरी उतैसम्म छ जस कि सब यो हुसोले केही देखेन क्या हिमाल सिमाल थियो होला त्यहाँ हामी एकदम रङ मौसममा आछौँ या मौसमले हामी च्यालेन्ज गरिरहेको छ होइन वी डोन्ट नो बट जे पनि छ राम्रै छ नमो नमः हे भगवान श्वेत गणेश वीर गणेश परमेश्वर शाम्ब सदा शिव ओम नमः शाम्ब सदा शिव यति मोटो छ कि यो आइस होइन आम्मा हो यसरी झिक्नु पर्यो भने आप्पा फुट्दा पनि फुट्थ्यो है यसरी आइस जमेको छ यो पोखरीमा होइन यो पोखरीमा जान चाहिँ सकेला जस्तो छैन मेन मौसमले पनि च्यालेन्ज गर्यो है बेटा लास्ट ल्याङ गर्यो यार ल ओके गाइज हामी सेल्फी हान्नेवाला छौँ है ल किस्मते साम्राज हे भन्छन् डेडिकेसन होइन यस्तो जाडोमा नि पुरा साइड लगाएर भिडियो बनाउनु भनेको होइन वा गाइज हान कतिको मोटो आइस भने हामी हेर्नेवाला छौँ होइन यत्रो ढुङ्गा हान्दाखेरि पनि ल छिर्दैन त यार कति मोटो यार आइस त लास्ट मोटो छ गाइज हामी त यो पुरा एन्टार्टिकामै आएको जस्तो भइसक्यो होइन ल एन्टार्टिकामा यसरी टिकटक पनि बन्छ एन्टार्टिकामा यसरी मान्छे बस्छन् पनि होइन दिस इज एन्टार्टिका गाइज अमरेन्द्र बाहुबली ढुङ्गामा भैरवकुण्ड बाई बाई हामी जाँदैछौँ यो ठाउँ छोडेर तर सबै कुरा ठिक हो मस्त एउटा भ्यू चाहिँ हेर्न पाएन न त्यस्तो राम्रो ठाउँ रहेछ तर राम्रो आएन होइन बेटा दामी ल तर हुसोले गर्दा हामीले लेक चाहिँ हेर्न पाएन तर पुरा यो त एन्टार्टिका गए जस्तो फिल भएको थियो हामी एन्टार्टिका त जान सक्दैनौँ तर यो ठाउँ चाहिँ बब्बालै छ बब्बाल गाइस बब्बाल बाई बाई भैरवकुण्ड अब हामी लाग्दैछौँ घर बाई बाई त्यस बाइक भएको ठाउँमा आइपुग्दाखेरि बाइक चाहिँ सही सलामत रहेछ हेलमेट त पुरा भिजियो छ पानी परिरहेको छ के भन्ने बाइक पनि भिज्यो हेलमेट पनि भिज्यो बाटो यस्तो छ कसरी जाने अब टोलीहरू कहाँ आउँदैछ नि होइन हाम्रो साथी लडेको छ यहाँ लड्नेको अनुहार देखा भाइ मम्मी बाटो चाहिँ यस्तै छ होइन लिटरली यस्तो छ बाटो हामी यस्तोबाट आइरहेछौँ है जस्ट लडेर नि केही भएको छैन अब यहाँ त तनी ओर्लिनु पर्छ भाइ
ओइ ओर्ली भाइ ओर्ली प्लिज 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 हुन्थ्यो न जान्छ हुन्थ्यो नओर्ली भाइ डान्स 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 केटा हो बाटो यस्तै छ होइन हामी बिस्तारै हिँड्नुपर्छ गाइस के हो भाइ यो ल ओए बेटा यहाँ त अब ओर्लिनु पऱ्यो त कान्छ यता उता अगाडि गएर खिच्नु प्लिज के ओर्लिनु यहाँ हुँदैन कि नजिक बेटा सकिन्छ अब बाटो भने यस्तै लेले सुत्न पर्ने हो न सुत्यो अब लेले एकचोटि त्यहाँ सुत्दैन ए चिप्लिरहेको छ मेरो जुत्ता चिप्लिरहेको छ ए जान त जान्छ से मेरो त लड्ला जस्तो भयो त बे यहाँ अब चिप्लेर लड्ला जस्तो भइसक्यो आइरहेछ थुक्क हिलो यिनीहरूले डोजर आएर चाहिँ नि त त्यो होइन रहेछ डोजर जा यस्तो ताल छ यो भैरवकुण्ड आउने बाटो हो है यो चाहिँ बाइक आउला जस्तो नि लागेन बल्ल बल्ल जान्छ गइरहेछन् टोलीहरू होइन हालौँ गाइस के फेरि गरौँला ल 1 2 ट्राई ल फेरि उता मेरो बाइक आइरहेछ आउनु छिटो तिमी आऊ आऊ आइरहेछन् का फेरि 1 4 यो त भैरवकुण्ड जाने बाटो हो गाडी यस्तो गाह्रो छ है के गर्ने अब आउनु परेको छ उही ताली गएन के गर्ने हो अब यहाँबाट सामान बोक्ने यहाँ हिँड्ने यहाँ हिँड्ने अब यो गाडी त ब्याग पनि जान्छ अनि अब यो गाडी यहाँ ब्याग जान्छ ब्याग जान्छ बाटै भएन यो गुरु यो बाटो यो अब घन्टी आहा बनाउला नि अब घन्टे बालेन सरकार आएपछि बन्छ अरे ल बालेन सरकार अब यो बाटो चाहिँ बनाउनु पऱ्यो यस्तो छ यो भैरवकुण्ड जाने बाटो है ल लिटरली यस्तो बाटो छ होइन अब बालेन सरकार आएपछि बाटो बन्छ भनिरहनु भएको छ दाइहरूले नि बन्ला है गाई चाहिँ अब हामी त्यही अपेक्षा मात्रै गरौँ ल यो गाडी आज चाहिँ फस्ने भयो भैरवकुण्डसम्म नपुग्ने भयो सरी सो स्याड आएर लिटरली तिनै बसिरहेछ होइन यो टाटा गाडी चाहिँ टाटा होइन टोयोटा हो गाइस टोयोटा गाडी चाहिँ पुरा जबरजस्ती आइरहेको थियो फस्यो के गर्ने बाटो बन्छ अब बिस्तारै गाइस होप गुड ओके लिटरली त्यो बाटो है यहाँबाट आएको हामी यहाँ छौँ त्यो डाँडा पुग्नु छ टोलीहरू पनि गइरहेछन् फाइनली गाइज हामी फेरि आइपुगेको छौँ आफ्नै वासस्थानमा अब यहाँबाट हामी लाग्नेवाला छौँ घर त्यो डाँडो कहाँ हो कहाँबाट आएको है हामी